ल नमस्कार, स्वागत छ। आज चाहिँ हर्केश्वरको श्रम संस्कृति पार्क, हर्केश्वरको श्रम संस्कृति पार्कमा आइरहेछ। हिँड्न अप्ठ्यारो भयो त तिमीलाई? अप्ठ्यारो भयो त्यो हाइट हिलवालाले। खुट्टामा पसिना चाहिँ हाल हो। सिधा बनाएर खिच्नु सिधै खिचिरहेको छु। हामी चाहिँ अहिले श्रम संस्कृति पार्क धरान सुनसरी छौँ। यहाँ चाहिँ पिउने पानी शुद्ध अर्ग्यानिक पानी रहेछ है, जल। अब यसरी उम्रेको पानी खाउँ है। जल शुद्धि। कति रुपियाँको टिकट खै देखाऊ त? कति रुपियाँको? 20 रुपैयाँ हो। दुईटाको 20 रुपियाँ। प्रवेश शुल्क रुपिस एकजनाको। देवस राम्रो बनाउनु भएको रहेछ है हर्के दाईको टिमले। हाम्रो हर्के दाई हर्केश्वरको संस्कृति पार्क दामी छ। यो हलर जुवा हैन। हलर जुवा हैन। हाम्रो नेपालको पौराणिक बजाउनु चाहिँ नमिल्ने होइन। सिलाम सागमा ऊ माथि कहाँसम्म छ? ल जाउँ। भरि है फेरि त पहिला जस्तै जल किन्न नि ठ्याक्कै बनाएको। तपाईँहरू पनि हेरेर इन्जोय लिनु होला। तपाईँहरू पनि यदि आउन चाहनुहुन्छ भने धरान सुनसरी इटरीबाट
उत्तरतिर लाग्नुपर्छ। मैले 30 मिनटको भिडियो गरेको छु आउँदा आउँदै बाटोमा। श्रम बिना देश बन्दैन भन्ने नारासहित त्यसको मेन उद्देश्य श्रमदाता। श्रम चाहिँ धेरै इम्पोर्टेन्ट छ भन्ने कुरा। श्रम बिना खुट्टाहरू पनि हेर्नु यस्तो सिम बनायो। सही रहेछ जो होस्, मेरो चाहिँ प्रथम पटक हो बेलचा संस्कृति। बेलचा कोदालो खनी के अरे रहेछ। त्यसको नाम खन्ती। बिसन्त तिमीले भेडामा एउटा फोटो खिच्नु। खिचिहाल्ने ल नि त। कस्तो डर लाग्दो आफैलाई। भयो? मलाई यसो अपडेट गराउन ल दामी रहेछ। माटो हुँ म मलाई दुख्दैन, कुल्छ या कुल्छ फरक पर्दैन। देश सोच्न सकौँ म देश बोल्न सकौँ, केही कर्म गर्न सकौँ म देश केही लागि भन्न सकौँ। श्रम पिता साम्पाङ। ल ठिक छ। जस हाम्रो हर्के सरले प्रगति गर्नुभएको रहेछ। ठिक छ।